2000 भन्दा नि कम पर्ने यो 5वटा टुल्सले हजुरको भिडियो क्वालिटी चेन्ज गर्न सक्छ। म पनि पर्सनली यो टुलहरू युज गर्छु। म्याजिक आर्म, यो सानो टुल एकदमै अनरेटेड छ। रेगुलर ट्राइपडले दिन नसक्ने सर्ट्स यसले दिन्छ, जुनसुकै ठाउँ र एंगलमा जे पनि माउन्ट गर्न मिल्छ। म्याजिक आर्मले हजुरलाई क्रिएटिभ सर्ट्स दिन हेल्प गर्छ, जसले गर्दा हजुरको सुटिङ स्टाइल नै चेन्ज हुन्छ। कटिङ म्याट, यो चाहिँ अलमोस्ट मैले हरेक भिडियोमा युज गर्छु। यसले हजुरको सर्टलाई क्लिन, अर्गनाइज र भिजुअली इन्ट्रेस्टिङ बनाउँछ। हजुरको फ्रेममा कलर र टेक्सचर एड गर्छ। धेरैजनाले नोटिस गर्नुहुन्न, तर यसले ओभरअल सर्ट नै बेटर बनाउँछ। ल्याम्प, एउटा सानो ल्याम्पले पनि हजुरको फ्रेम कम्प्लिटली चेन्ज गर्छ। इट एड्स डेप्थ टु योर सर्ट एन्ड हेल्प्स टु सेट मुड। प्लान्ट्स, आई युज प्लान्ट अन मोस्ट अफ माई भिडियोज, आइदर अन द फोरग्राउन्ड अर द ब्याकग्राउन्ड। यसले गर्दा फ्रेममा डेप्थ, टेक्सचर र लाइफ आउँछ। एकदमै सिम्पल छ, तर डिफरेन्स चाहिँ ठुलो देखिन्छ। पर्सनल प्रप, म चाहिँ मेरो अलमोस्ट हरेक भिडियोमा यो कार्ड्सहरूलाई इन्क्लुड गर्न ट्राई गर्छु। यो सानो अब्जेक्टले हजुरको भिडियोलाई पर्सनालिटी दिन्छ। इट मेक्स योर कन्टेन्ट फिल मोर यु। तपाईँको लागि त्यो कुरा बुक्स, टोइज हुन सक्छ। समटाइम स्मल पर्सनल डिटेल्स म्याटर मोर देन एक्सपेन्सिभ गियर्स। यो सबै टुलले हजुरको भिडियोलाई बेटर बनाउन हेल्प गर्छ। नाउ टेल मी इन द कमेन्ट सेक्सन, तपाईँ के एड गर्नुहुन्छ।